हाम्रो सानो बाबु 6 महिना कटेपछि म, मम्मी, मेरो वाइफ हामी किस्ट हस्पिटलको पछाडि बस्छौँ। त्यही भएर त्यही बाटो 1000 days 1 crore challenge मा डाक्टर गुप्ता एमडीजीपी रेजिडेन्ट स्टडी लोन लिएको छु। 3 साल भित्र लोन रिपे गर्ने प्लान छ। कन्टेन्ट क्रिएसन भता पटक घर बाहिर निस्किँदैछ। हुँदै हामी पशुपति दर्शन गर्न जान लागेको। सबैजना रेडी छौँ। ट्याक्सी पनि आइसक्यो। पशुपति त आइपुगे, तर बाबा लाइन हेर्नुहोस् त कति लामो। मेन गेटबाट छिरेर पूजा गर्न त आज सम्भव नै छैन जस्तो छ। बाबु सानै छ, त्यही भएर धेरै लाइनमा राख्नु पनि भएन। त्यही भएर हामी त्यो ठुलो लाइन छोडेर सिधै नर्मल दर्शन गर्ने ठाउँबाट भित्र छिर्ने निर्णय गर्यो। कम्तीमा भित्र पुगेर दर्शन त पाइन्छ। अनि जहिले मेरो पर्सनल सर्टकट भनेको यही हो। दर्शन भित्रको मेन लाइनबाट गर्नुहोस् या बाहिरबाट गर्नुहोस्, मलाई दुवै मनपर्छ। टाढाबाट मान्छेहरू लुकेर फोटो खिच्ने भित्र मम्मी र वाइफ पूजा गर्दै गर्दा म चाहिँ बाबुले समातेर भित्रै बसिरहेको थिएँ। तर एउटा सानो कुरा एकदमै राम्रो लाग्यो। जताततै मोबाइल फोन नचलाउनु भनेर फोटो नखिच्नु भनेर लेखे पनि मान्छेहरू चाहिँ नेपाली होस् या इन्डियन टुरिस्ट होस्, लुकी फोटो खिच्न कोसिस गर्ने। पुलिसहरूले समाते, कतिलाई ग्यालेरीबाट डिलिट गर्न लगाउँछ। अनि सोद्धाखेरि म खिचेको छुइनँ, म लिएको छुइनँ भन्ने झुट पनि बोल्ने। अब त्यो त कामै छैन, बाहिर खिच्न मिलिहाल्छ नि, अनि किन भित्र लिने। त्यसपछि बाहिर दर्शन सकेर बाहिर फर्किने बेलामा ट्याक्सीले अलि छिटो होला भनेर लेफ्ट लेन लियो। तर एयरपोर्ट अगाडि त झन् ठुलो जाम। अनि जाम खुल्दै खुल्दैन। ट्राफिक नियम फलो गर्दै अब एयरपोर्ट भित्रबाट घुमेर निस्किनु पर्ने भयो। बाबु पहिलोपटक बाहिर निस्केको, अनि तनाव त के भन्नु। एयरपोर्ट एरिया पनि देख्न पायो। बाबुले आज पहिलोपटक पशुपतिनाथ हेर्न गएको बेलामा पशुपतिनाथ र एयरपोर्ट दुवै देख्न पायो। अब यो उसको लागि, उसको भविष्यको लागि के सङ्केत हो त्यो त अब अहिले समयले बताउला। जे होस्, रमाइलो भयो आज। जय पशुपतिनाथ।